मोहम्मद आफ्ताब आलम, कांग्रेस सांसद मोहम्मद आफ्ताब आलम, मोहम्मद आफ्ताब मोहम्मद नमस्ते दर्शकबिन्द, आज हामी कुरा गर्नेछौँ नेपालको इतिहासमा सबैभन्दा भव्य विवाद अपराध मध्ये एक हो रटहटको इटाभाटा हत्याकाण्ड। यो सुन्ने बित्तिकै थाहा भइहाल्यो होला। यो एउटा यस्तो कथा हो मानवताको सबै सीमा नाघ्यो। नेपाली कांग्रेसका शक्तिशाली नेता मोहम्मद आफ्ताब आलममाथि लागेको जघन्य आरोपले सम्पूर्ण देशलाई हल्लायो। कसरी एउटा राजनीतिक नेता क्रूर अपराध गर्न सक्थे र किन यो केस 12 वर्ष दबाइयो? यो भिडियोमा हामी यो रहस्यको हरेक पर्तलाई खोल्नेछौँ, त्यसैले अन्तसम्म हामीसँग रहनुहोस्। यो कथा सन् 2008 को अप्रिल 9 मा रटहटको राजपुर फरहदवा सुरु हुन्छ। नेपालमा पहिलो संविधान सभा निर्वाचनको माहौल तातिरहेको थियो। मोहम्मद आफ्ताब आलम रटहट क्षेत्र नम्बर 2 बाट नेपाली कांग्रेसको उम्मेदवार, स्थानीय स्तरमा निक प्रभावशाली नेता थिए। उनलाई रटहटको टाइगर भनेर पनि चिनिन्थे। आरोप अनुसार आलमले निर्वाचनमा जित सुनिश्चित गर्न गैरकानुनी उपाय अपनाए। उनले नेपाल र भारत केही व्यक्तिहरूलाई भाडामा ल्याएर बम बनाउन लगाए। यो बमको उद्देश्य विपक्षी उम्मेदवार र मतदातालाई तर्साउनु वा प्रभाव पार्नु थियो। तर राजपुर फरहदवाको एउटा गाई कोठमा बम बनाउने क्रममा अप्रोत्साहित क्रममा बम विस्फोट भयो। यो विस्फोट यति शक्तिशाली थियो कि 14 देखि 23 जना मृत्यु भएको अनुमान गर्यो र धेरै जना गम्भीर घाइते पनि भए। यहाँ कथा अझ डरलाग्दो मोड लिन्छ। घाइतेहरूलाई अस्पताल पुर्याउनको सट्टा आलम र उनका सहयोगीहरूलाई ती घाइतेहरूलाई जिउँदै नजिकको श्रीराम चिनी मिलको इटाभाटामा जलाएको भयानक आरोप लाग्यो। यो कदम प्रमाण नष्ट गर्न र अपराध लुकाउन गरिएको थियो। पीडितहरूमा भारतीय नागरिकहरू, स्थानीय मजदुरहरू र केही नेपालीहरू पनि थिए। यो घटनाले रटहटमा भयानक माहौल सिर्जना गर्यो। यो हत्याकाण्डको पीडितहरूको पहिचान अझै पूर्ण रूपमा स्पष्ट भएको छैन, किनभने धेरै जसो प्रमाण नष्ट गरियो। तर केही पीडितहरूको नाम सार्वजनिक पनि भएको थियो, जसमध्ये श्री नारायण सिंह, उनका छोरा पिन्टू सिंह र भाइ त्रिलोक प्रताप सिंहको मृत्यु पनि भएको थियो। रुखसाना खातुन, उनका भाइ ओसी अख्तरको जिउँदै जलाएको आरोप छ। जय किशोर शाह र बिन्देश्वर शाह, यी दाजुभाइ पनि पीडित भएको थियो। पीडित परिवारहरूले प्रहरीमा उजुरी दर्ता गर्न खोज्दा उनीहरूलाई धम्की र दबावको सामना गर्नु पर्यो। श्री नारायण सिंहले आफ्नो छोराको मृत्यु सत्य बाहिर ल्याउन वर्षौसम्म लडाईँ लड्नु पर्यो। रुखसाना खातुनले पनि बारम्बार धम्कीको सामना गरिन्, तर उनले हिम्मत हारिनन्। यी परिवारहरूको पीडा र साहसले यो केसलाई अझ मर्मिक बनायो। सन् 2008 विस्फोट र हत्याको घटना प्रहरीले सुरुमा उजुरी दर्ता गर्छ, तर निकै ठोस कारबाही हुँदैन। सन् 2009 आफ्ताब आलम माधव कुमार नेपालको सरकारमा श्रम तथा यातायात मन्त्री बन्छन्। उनका राजनीतिक प्रभावले केस दाबिन्छ। सन् 2012 पीडित परिवारले सर्वोच्च अदालतमा मुद्दा तयार गर्छ। सर्वोच्चले प्रहरीलाई अनुसन्धान तीव्र पार्न र आलमलाई पक्राउ पर्न आदेश दिन्छ, तर यो आदेश कार्यान्वयन हुँदैन। सन् 2017 रटहट 2 बाट सांसद निर्वाचित हुन्छ, जसले गर्दा अझै प्रभाव धेरै बढाउँछ। सन् 2019 मा लामो दबावपछि प्रहरीले आलमलाई पक्राउ गर्छ। रटहट जिल्ला अदालतले उनलाई थुन्वामा राख्न आदेश दिन्छ र सन् 2024 मा रटहट जिल्ला अदालतले आलम र उनका भाइ मोहम्मद महताब आलम, शेख सरोज र बद्री सहनीलाई जन्म कैदको सजाय सुनाउँछ। सन् 2025 जनकपुर उच्च अदालतले प्रमाण अपर्याप्त भएको भन्दै आलम र उन 3 जनालाई रिहा गर्छन्। यो निर्णयले देशभरि आलोचना र विरोध निम्त्याउँछ। आलमको परिवार रटहटमा धेरै शक्तिशाली छ र 2022 मा राजपुर नगरपालिकाको मेयर बने। उनको प्रभाव र पहुँचले यो केसलाई लामो समयसम्म दबाउन सहयोग गर्यो।
यो घटनाले नेपालमा राजनीतिक संरक्षणले कसरी अपराधीहरूलाई जोगाउँछ भन्ने प्रश्न उठायो। आफ्ताब आलमको केसले नेपालको न्याय प्रणालीको कमजोरीहरूलाई उजागर गर्यो। सर्वोच्च अदालतको आदेशलाई वर्षसम्म व्यवस्था गराइयो। प्रहरीले पीडित परिवारहरूको उजुरीलाई गम्भीरतापूर्वक लिएन। सन् 2019 मा आलम पक्राउ परेपछि बल केसले गति लियो, तर सन् 2025 जनकपुर उच्च अदालतको रिहाईको निर्णयले सबैलाई स्तब्ध बनायो। उच्च अदालतको न्यायाधीशहरू खुशी प्रसाद थारू र अर्जुन महर्जनले प्रमाण र अपर्याप्त भएको फैसला सुनायो। यो निर्णयपछि पीडित परिवारहरूले फेरि सर्वोच्च अदालतमा अपिल गरे। न्यायिक परिषदमा न्यायाधीश विरुद्ध उजुरी पनि दर्ता भयो। यो केसले नेपालमा शक्तिशाली व्यक्तिहरूलाई कानुन कठघरामा कति कठिन छ भन्ने देखायो। यो केसले सामाजिक सञ्जालमा ठुलो हलचल ल्यायो। धेरैले आलमलाई रौतहटको टाइगर भनेर आलोचना पनि गरे भने कतिपयले उनको रिहाईले राजनीतिक प्रभाव र भ्रष्टाचारको नतिजा पनि माने। रौतहटका स्थानीय बासिन्दाहरूले यो घटनालाई नरसंहारको रूपमा पनि सम्झन्छन्। पीडित परिवार अझै पनि डर असुरक्षामा बाँचिरहेका छन्। सामाजिक सञ्चालनमा जस्टिस फर रौतहट र आफ्ताब आलम जस्ता ह्यासट्यागहरू पनि ट्रेन्ड भए। धेरैले यो केसलाई नेपालमा शक्ति र पैसाले कसरी न्यायलाई प्रभावित गर्छ भन्ने उदाहरणको रूपमा लिए। यो केस नेपालको राजनीतिक र न्याय प्रणाली समाजमा गहिरो प्रभाव छोड्यो। यसले निम्न प्रश्न उठायो, के शक्तिशाली व्यक्तिहरू सधैँ कानुनभन्दा माथि रहन्छ? नेपालको प्रहरी र अदालतले पीडितलाई कहिले साँचो न्याय दिनेछ? राजनीतिक संरक्षणले अपराधीहरूलाई कसरी प्रोत्साहन गर्छ? यो केसले नागरिक समाज र मिडियालाई सक्रिय बनायो। धेरै मिडिया हाउसले यो घटनालाई निरन्तर कभरेज दिए, जसले जनचेतना बढायो। तर पीडित परिवारको लागि साँचो न्याय अझै टनर छ। मोहम्मद आफ्ताब आलमको केस केवल एउटा अपराधको कथा होइन, यो राजनीतिक भ्रष्टाचार, शक्तिको दुरुपयोग र कमजोरीको न्याय प्रणालीको दर्पण हो। यो घटनाले हामीलाई सोच्न बाध्य बनाउँछ, हामी कस्तो समाजको निर्णय गर्न चाहन्छौँ। तपाईको विचार यो केस हामीलाई सिकाउँछ। कमेन्टमा आफ्नो विचार राख्नुहोस्। यो भिडियोलाई लाइक, शेयर, सब्स्क्राइब गर्न नभुल्नुहोस् ताकि यस्ता कथाहरूले आवाज पाओस्। हाम्रो च्यानलमा यस्तै गहन र जानकारीमूलक भिडियोहरूको लागि च्यानललाई सब्स्क्राइब गरिदिनुहोस्। बेल आइकन थिच्नुहोस् ताकि नयाँ भिडियोको तुरन्तै नोटिफिकेसन प्राप्त होस्। हामी फेरि भेट्नेछौँ अर्को कथामा। थ्याङ्क यू।